हेलो शिवानी सबैजना मेरो युट्युब फ्यामिलीहरुलाई आज चाहिँ म के गर्न जाँदैछु भने नि साथीहरु म चाहिँ मन्दिर जानुलाई चाहिँ रेडी हुँदैछु। रेडी भइसके। अब हाम्रो चाहिँ यो चाहिँ मन्दिर चाहिँ किन जानुपर्छ भन्दाखेरि हामीले चाहिँ वर्षभरिमा चाहिँ मन्दिरमा पूजा बुझाउँछौँ। यो नवरथामा चाहिँ हामीले मन्दिरमा पूजा बुझाउने गर्छौँ सधैँ नै। त्यसैले चाहिँ आज हामी जानु चाहिँ रेडी भइराखेको छौँ। यहाँ हेर्नुस् न साथीहरु, मेरो यो मन्दिरमा बुझाउने चाहिँ यस्तो छ। तपाईहरुको हुनु त आफ्नो आफ्नो तरिका हुन्छ पूजा बुझाउने नवरथाको। हाम्रो चाहिँ यसरी गर्छौँ। सधैँ नै हामी चाहिँ परिवारको नाम गरेर चाहिँ मन्दिरमै पूजा गर्छौँ, पूजा बुझाउँछौँ। घरमा भन्दा चाहिँ हामीलाई चाहिँ सजिलो लाग्छ मन्दिरमै गरेर बुझाउँछौँ। साथीहरु सबै यहाँनिर मैले रेडी पारेको छु। यहाँनिर छ यी सबै हामीले चाहिँ सधैँ नै फुल पानले नै गर्ने गर्छौँ। त्यसैले चाहिँ हामीलाई चाहिँ सजिलो पर्छ। अहिले अब बाटोमा म तपाईहरुलाई देखाउने छु। साथीहरु हामी चाहिँ निस्किँदैछौँ। हामी अहिले यहाँनिर यता हेर्नुस् त, हेलो भन्नुस्। अनि यहाँनिर छ छोरी तल आउँदैछ। हामी 3 जना चाहिँ जाँदैछौँ। आज पनि त्यस्तै घाम लागेको छ हौ, कडा न कडा घाम लागेको छ। यहाँ हेर त। अनि अब हामी चाहिँ जाँदैछौँ। गरम छ आज पनि। हिजो पनि त्यस्तै गरम थियो, आज पनि त्यस्तै। हुनु त अब दसैँको घाम होला नि हैन र साथीहरु। तपाईहरु पनि आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। हामी पनि त्यस्तै छौं साथीहरु। अनि हामी चाहिँ यहाँनिर बाटोमा जाँदैछौँ। यस्तो छ हाम्रो बाटो चाहिँ। यहाँनिर पर लोथर्केहरू के साह्रो रहेछ हौ, जङ्गलमा पुरा लोथर्के फैलेको छ। तपाईहरुकोतिर पनि लोथर्के कतिको छ हौ साथीहरु। त्यो लोथर्केले चाहिँ गर्नु गरिसक्यो। फ्रुटहरु केही राख्दैन, अम्बकदेखि लिएर फलेको जति सबै खाइहाल्छ। केराहरु पनि खाइहाल्छ। कम्ती छैन रहेछ लोथर्के। परतिर पुगिसकेको छ लोथर्के चाहिँ। यहाँनिर चाहिँ हामी हिँड्ने बाटो, यहाँनिर चाहिँ हाम्रो देवीथान छ। हामी यहाँ चाहिँ उकालो, हामी चाहिँ उकालो जाँदैछौँ। यहाँनिर मेरो हस्बेन्ड जानुहुँदैछ। हामी चाहिँ उकालोमा बिसाउँदै जाँदैछौँ। यहाँनिर यहाँ पुग्यौँ। यस्तो बाटो छ यी साथीहरु। उकालो सिँढी छ हो। अनि यहाँ चाहिँ अलिक शीतल छ र चाहिँ हामी यहाँनिर बिसाउँदै जाँदैछौँ। अनि यहाँनिर छोरी पनि आउँदैछ। यहाँनिर बिस्तारै आउँदैछ। यो चाहिँ भर्खर बिमार भएर जाती भएको। अन्त अगाडि नै अन्त चाहिँ हामी परिवार चाहिँ जाँदैछौँ। अनि यसमा चाहिँ म कसलाई मिस गरिरहेको छु भने चाहिँ नि साथीहरु, मेरो छोरालाई चाहिँ मिस गरिरहेको छु। हामी 3 जना चाहिँ जाँदैछौँ। छोरालाई चाहिँ एकदमै मिस गरिरहेको छु साथीहरु। अब यो भिडियो के कस्तो हुन्छ, गल्ती भए तपाईहरुले आफ्नै फ्यामिली सम्झेर माफ त गरिदिनुहुन्छ नि हैन साथीहरु। ल है साथीहरु, हामी चाहिँ सररररर गाडीमा जाँदैछौँ। गाडी चाहिँ कसको भने नरेशको गाडी। यही नरेश नरेश भाइ। हामी जहिले पनि नरेशलाई नै लान्छौँ जहाँ जाँदाखेरि पनि। तपाईहरु लानु सक्नुहुन्छ। सजिलो छ, सस्तो छ हो। एकदम रिजनेबल छ साथीहरु। हामी चाहिँ यहाँनिर मन्दिर जाँदैछौँ, सोलमान मन्दिर जाँदैछौँ। आज तर ढिलो चाहिँ ढिलो भइसक्यो। घाम छ यस्तो, घाम कडा घाम लागिरहेको छ। त्यसबाट चाहिँ हामी पनि आज ढिलै भयो गरमले गर्दाखेरि।
हुनु त तर दसैँको घाम हो नि त है। नजिकै आएको होला है, बा तिहारकैसँग आएको हो घाम, दसैँ र तिहार। अगाडि जाँदैछ। यहाँको नजारा चाहिँ यस्तो दामी छ। यो चाहिँ 14 माइलको हो। अहिले घाम लाग्दा चाहिँ यस्तो दामी देखिरहेको छ। हेर्नुहोस् है साथीहरू, खत्रै लागेको छ आज त घाम। कति दिन भयो यो घाम लागेको? भयो, हुनु आँट्यो होइन, 1 हप्ता। दसैँको दिन चाहिँ बा दर्किने हो है। पानी परेर हिले दसैँ भयो भने चाहिँ फेरि रुखहरूले गर्दाखेरि चाहिँ यहाँ चाहिँ शीतल छ है। यहाँनिर एजकोलाई आइपुग्यो। 15 माइलको यो चाहिँ एजकोलाई हो। साथीहरू हामी चाहिँ यहाँनिर मन्दिर झर्दैछौँ। गाडीदेखि झरेर चाहिँ यहाँ अलिकति ओह्रालो झर्नुपर्छ। हामी चाहिँ यहाँनिर झर्दैछौँ। हेर्नुहोस् है साथीहरू, कस्तो हुन्छ तपाईँहरूलाई म देखाउनेछु। बाटो चाहिँ यस्तो छ, ओह्रालो छ। यहाँनिर सिँढी छ। जाँदैछौँ हामी। पुगेर म तपाईँहरूलाई देखाउने छु है साथीहरू। हेलो साथीहरू, म चाहिँ यहाँनिर मन्दिर आइपुगेँ। मन्दिर आएर पनि हामीले यहाँनिर चढाउनेहरू चाहिँ रेडी पारेको छौँ। मन्दिर चाहिँ हामी यहाँनिर आउँछौँ। यहाँ हुनुहुन्छ हाम्रो माताजी दिदी हुनुहुन्छ। उहाँले सधैँ हाम्रो लागि गरिदिनुहुन्छ। वर्षैपछि हामी अरू बेला पनि यहाँनिर हामी आउने गर्छौँ। वर्षमा चाहिँ एकपल्ट हामी निशानी बुझाउँछौँ। यहाँनिर दाजु हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले सधैँ नै दुःख दिन्छौँ। तपाईँहरूलाई मन्दिरको एक झलक देखाउँदैछु। नयाँ हजुर, यहाँनिर चाहिँ हामी चाहिँ निशानीको पूजा, यहाँनिर चाहिँ निशानीको पूजा हो, यहाँ बुझाउने गर्छौँ। बिचरा दाजुले यहाँनिर गरिरहनु भएको छ। भयङ्कर पुजारी। यहाँ चाहिँ हामी चाहिँ निशानीको पूजा बुझाउँछौँ। नयाँको पूजा पनि भनिन्छ। यहाँनिर चाहिँ घुम, थुम्चेहरू यसरी गरेर चाहिँ हामीले बुझाउँछौँ।
बोजू देउतालाई। तपाईहरुले हुन त आफ्नो आफ्नो तरिकाले गर्नुहुन्छ होला साथीहरु। यहाँ चाहिँ रुद्राक्षको बोट रहेछ। हामी चाहिँ उकालो जाँदैछौँ अब साथीहरु। मन्दिरबाट हामी चाहिँ पूजा गरेर अनि घर जाँदैछौँ उकालो। हामी चाहिँ जाँदैछौँ साथीहरु उकालो निस्किँदैछौँ। यहाँनिर चाहिँ सिँढीहरू हेर्नुस् त कस्तो सफा छ। यहाँनिर यहाँको सिँढीहरू चाहिँ उकालो जाँदैछौँ। बाउ छोरी माथि पुगिसक्यो। हेर्नुहोस् है साथीहरु, अब म चाहिँ घरमा गएर तपाईहरुलाई देखाउने छु। है साथीहरु, हामी चाहिँ यहाँनिर पूजा गरेर फर्किँदैछौँ। अलिक ढिलो भयो आज। यहाँनिर चाहिँ के भन्छ बाङ्गो गाडी पारेर चाहिँ बिचमा बसिरहेको रहेछ। पारी चाहिँ हाम्रो माइत गाउँ यता पारी हो। कस्तो दामी देखिरहेको छ। साथीहरु, म चाहिँ घर आइपुगेँ। मन्दिरबाट घर आइपुगेँ। घाम लागेर यस्तो गरम भयो। यहाँ हेर्नुहोस् न साथीहरु, पसिनै पसिना भइरहेको छ हो साथीहरु। अनि मैले चाहिँ मन्दिरबाट चाहिँ के पाएँ भन्दाखेरि नि साथीहरु, यहाँ हेर्नुहोस् त, मैले चाहिँ यो मन्दिरबाट दिदीले दिनुभएको हो। यो चाहिँ यहाँ हेर्नुहोस् न, टिकको काठको रहेछ हो। यो ओखली उसले चाहिँ दिदीले चाहिँ दिनुभएको गिफ्ट दिनुभएको हो। पछिसम्म हुन्छ भनेर चाहिँ यो दिनुभएको छ। यति राम्रो छ। यो टिकको काठको रहेछ, राम्रो दिनुभएको छ। अनि यसमा चाहिँ म चाहिँ मसला पनि कुट्न सक्ने अनि अचारहरू पनि कुटेर खान सक्ने, बनाएर खान सक्ने। यहाँ हेर्नुहोस् त, यो एकदम कामको कुरो दिनुभएको छ। धन्यवाद भन्न चाहन्छु। यो भिडियोकै मार्फत चाहिँ म दिदीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मेरो भिडियो आजको भ्लग के कस्तो भयो तपाईहरुले अन्तिमसम्म हेरेर बसिदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरु। थ्याङ्क यू।